हे गाइज राम राम। आज पनि म नयाँ भिडियो लिएर आइसकेको छु। आई होप यु गाइज आर डुइङ वेल। आज चाहिँ म घरमै बसी बसी हाम्रो जुन पेटको भाग छ एप्सलाई कसरी ट्रेन गर्ने भनेर चाहिँ होइन, टमी भागलाई कसरी ट्रेन गर्ने भनेर एक्सर्साइज देखाउन गइरहेको छु होइन। यदि कसैको मेरो जतिकै कन्डिसनमा हुनुहुन्छ होइन, 4वटा एप्स र प्लस 6वटा एप्स निस्किन आँटेको कन्डिसनमा हुनुहुन्छ, फ्याटको मात्रा छ भने घरमै बसिकन पनि आफ्नो पेटलाई चाहिँ ट्रेन गर्न सकिन्छ है त। म यस बाबत तपाईँलाई देखाउने छु, भिडियोमा बनेर साथ दिनु होला। लेट्स स्टार्ट द भिडियो। यदि तपाईँहरूसँग घरमा होइन यस्तो किसिमको म्याट छ भने त्यो म्याटलाई युज गरेर एप्सको वर्कआउट गर्न सकिन्छ। यो लेग रेज एक्सर्साइज हो। यसलाई हामीले 20-25 रेपिटेसनमा 3 सेटसम्म गर्न सकिन्छ र यो एक्सर्साइजले हाम्रो जुन लोअर एप्स हुन्छ, जुन बेली फ्याट भएर जमेको हुन्छ, त्यो बेली फ्याटलाई कम गरेर एप्स भिजिबल देखाउनको लागि धेरै मद्दत गर्दछ। र अर्को एक्सर्साइज रहेको छ यो हाम्रो जुन साइड फिट टच भन्छ, यसलाई चाहिँ टोय ट्याप्स पनि भनिन्छ। यसरी साइड बाई साइड आफ्नो जुन तलको फिट एरिया हुन्छ त्यसलाई टच गर्ने, आफ्नो ब्याकलाई चाहिँ तल भुइँमा पोस्चर गरेर राखेर जुन अप्पर बडीलाई चाहिँ तलमाथि गरेर आफ्नो जुन अब्लिक मसल हुन्छ, साइड मसलहरूले त्यसलाई त्यसमा जमेको फ्याटहरूलाई कम गरेर चाहिँ साइड मसलमा अब्लिकहरू निकाल्नको लागि यसले धेरै मद्दत गर्दछ। र अर्को एक्सर्साइज रहेको छ हाफ सिटअप्स। यसले चाहिँ हाम्रो जुन पनि अप्पर एप्स हुन्छ, अप्पर एप्समा जमेको फ्याटहरूलाई कम गरेर अप्पर एप्स भिजिबल गर्नको लागि धेरै मद्दत गर्ने गर्दछ। र यो पनि हामीले 20देखि 25 रेपिटेसन 3 सेटसम्म गर्न सकिन्छ। र त्यसपछि अर्को एक्सर्साइज रहेको छ, यो एक्सर्साइजको नाम हो सिटेड लेग रेज। यसलाई पनि हामीले मजाले 20देखि 25 रेपिटेसन 3 सेटसम्म गर्न सकिन्छ। र अर्को एक्सर्साइज रहेको छ प्ल्याङ्क्स, वान अफ द बेस्ट एक्सर्साइज फर एप्स मसल। र यो प्ल्याङ्क्स चाहिँ तपाईँले यसरी पनि सिधा भएर प्ल्याङ्क्स पनि गर्न सक्नुभयो र यो अब्लिकको लागि साइड वाइज पनि प्ल्याङ्क गर्न सक्नुभयो। प्ल्याङ्क गर्नुहोस् 2देखि 3 मिनटसम्म जति सक्नुहुन्छ, 1देखि 3 मिनटसम्म जति मिनटसम्म सक्नुहुन्छ त्यति मिनटसम्म, जबसम्म आफ्नो पेट कटकटी खाँदैन तबसम्म आफूले यो प्ल्याङ्क गर्न सक्यो। यसलाई पनि 1देखि 1.5देखि 2-3 मिनटदेखि 3 सेटसम्म गर्न सक्नुभयो तपाईँले। र अर्को एक्सर्साइज रहेको छ डम्बल साइड बेन्ड। यसले पनि अलिकति आफूले जति सकिन्छ वेट भरिसके, हेभी वेट भएको राम्रो, एउटा हातमा डम्बल लिने र अर्को हात टाउको माथि राखेर त्यसरी बेन्ड गर्न सक्यो अब्लिक मसलको लागि। यो पनि अब्लिक मसलको लागि हो। यसले पनि साइडमा रहेको बेली फ्याटलाई कम गरेर अब्लिक मसल निकाल्नको लागि धेरै मद्दत गर्ने गर्दछ। र यो एक्सर्साइज चाहिँ तपाईँ सिधा उभिएर होइन, बारी खुट्टा माथि ल्याएर चाहिँ आफ्नो जुन अब्लिक मसललाई टाइट राखेर यसरी 2टा हात तल लगेर ताली बजाउन सक्नुहुनेछ होइन। यो एक्सर्साइज चाहिँ भरिसक्कै तपाईँले खाली पेटमा गर्नुभयो भने त्यसको इफेक्ट एकदम राम्रो आउँछ। एज अ कार्डियो पनि कन्सिडर गर्न सकिन्छ। जति पनि हाम्रो टमी भागमा जति पनि फ्याट जमेर बसेको हुन्छ त्यसलाई कम गरेर चाहिँ कर्ट्सहरू भिजिबल गर्नको लागि एकदम धेरै महत्त्वपूर्ण छ एक्सर्साइज। र अन्तिममा यो एक्सर्साइज गर्न सकिन्छ होइन। यो एक्सर्साइज चाहिँ जति सक्दो तपाईँले ज्यादा रेपिटेसन गर्नुभयो भने त्यति राम्रो। 3 सेट राखेर चाहिँ 50-60 रेपिटेसन गर्न सक्यो भने ब्याकदेखि लिएर होइन, हाम्रो जुन लोवर ब्याक छ, लोवर ब्याक अनि ल्याट्स मसलहरू छ, र जुन हाम्रो लोअर एप्स छ अनि मिडल एप्स छ र बेली फ्याट छ, त्यसको जति पनि फ्याटहरू जमेको हुन्छ त्यो फ्याटहरूलाई चाहिँ पातलो बनाएर त्यहाँबाट सखाप गरेर चाहिँ
कर्स मसल देखाउनको लागि, भिजिबल गर्नको लागि एकदम राम्रो छ र यो एक्सर्साइजलाई एज अ किगल एक्सर्साइज पनि कन्सिडर गर्न सकिन्छ। छोरा मान्छेको लागि सेक्स पावर बढाउनको लागि पनि एकदम धेरै महत्त्वपूर्ण छ यो एक्सर्साइज चाहिँ र सबैले गर्न सकिन्छ।